भनेपछि महिना भन्छ 1.5 लाख जति त हुन्छ है 1.5 लाख 2 लाख त बच्छ हुन्छ है हुन्छ ल बस्दैन काठमाडौँ महँगी छ नि कार्टुन बुझेर यता हेर्दा मात्रै बडी बनाएको हेरेर भाजा नि बडी साइड बढेछ भने बास होइन वाइल्ड गरौँ हुन्छ नि मामा गरौँ तर यो नेपालीहरूलाई के पनि थाहा छ यति पैसा कबाडी यति पैसा छ होइन करोडौँ कमाउँछ यसमा ए 3 वर्ष हाने है अहिले आएर अनि अहिले दाम निकालेर नि खलासी गऱ्यो खलासी गऱ्यो त्यसपछि पर्फेक्ट भएन रे अनि केराले गर्न थाल्यो नि त कुनै पनि सावाले नि भन्नु थाल्यो होला है हेलो नमस्ते गुड मर्निङ एभ्रिवान सबैजनालाई सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु अनि मेरोको आज मर्निङ भ्लगमा आज भाइ अनि सुमन भान्जा हामी तिनजना चाहिँ के अरे भान्जाको गाडीमा जाँदैछौँ हामी चाहिँ काममा भान्जाको काममा अनि आज चाहिँ बिहान मर्निङमा नै आज हामीले चाँडै हामी चाहिँ ठ्याक्क अघि आइपुगेछौँ यो फुटुङको माथि हाइटको तल आइपुगेछौँ ठ्याक्कै अनि भान्जा टिप्का छ दादा फुटुङको तल स्कुल लोकतान्त्रिक चोक माथि हो लोकतान्त्रिक चोक माथि अनि भान्जा चाहिँ चक्क लगाएर ड्राइभर भान्जा नि फेरि ड्राइभर चाहिँ म चाहिँ यसो भान्जालाई के नै एकछिन हेल्प गरौँ भनेर अनि त्यो भान्जासँग दुःख सुख होइन कुराहरू गरौँ भनेर चाहिँ आएको सबैजनाले भिडियो अन्तिमसम्म हेरिदिनु होला अनि जो पनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर मेरो च्यानलमा जोडिनु होला जानी नजाने भिडियो बनाएको छ प्लिज हेरिदिनु होला है त गाइस मेरो ब्लग चाहिँ यहाँबाट सुन्नुहुन्छ अब भान्जाको कामहरू अनि दुःख सुख कुराहरू गरिन्छ है सबैजना माया गरिदिनु होला सपोर्ट गरिदिनु होला गाइस हे हो सोल्टिनीको जानेमा रमाइलो गर्दै भान्जासँग एकदमै हामी भाइसँग रमाइलो गर्दै जाँदैछौँ हामी चाहिँ भान्जाको ट्रिपमा फाइनली अब हामी चाहिँ आइपुग्नु लाग्यो होइन अब काम गर्ने ठाउँमा आइपुग्यो हामी सामानहरू चाहिँ लोड गरेर गाडीमा राखेर फेरि हामी चोक्नु जानेछौँ अनि फेरि हामी घरमा आराम गर्न जानेछौँ है हामी चाहिँ यहाँ आइपुग्यो भान्जा गर अब त अब सुनेको धर्मेन्द्र भने उता अब त्यसको होइन त्यो त्यसको भाइ के अरे अशोकको भाइ होइन फाइनल गाइस भान्जाको ट्रिप चाहिँ जोरङ्गो ट्रिप चाहिँ अनि हामी अब तिनजना चाहिँ जोरङ्गो जाँदैछौँ सुरु हुन्छ यहाँबाट फाइनल्ली नेपाल टायर आइपुगेछौँ नेपाल टायरबाट हामी जोरङ्गो जाँदैछौँ ट्रिप गर्नको लागि त्यही भएर यो चाहिँ काठमाडौँको जोरङ्गो जाने बाटो नेपाल टायर हो भान्जासँग अनि कालो चस्मा लगाएर भाइ चाहिँ त्यहाँ कलर हिँडेको छ होइन ठिक छ एकदमै आजको दिन चाहिँ एकदमै घाम लागिरहेको छ एकदमै रमाइलो होइन अनि त्यही भएर चाहिँ घाम पनि लागिरहेको छ दिनमा यस्तो राम्रो म चाहिँ भान्जासँग पहिला आउने मेरो टाइम नै मेरो मसँग टाइम नै थिएन क्या त्यो भरे भान्जाको टाइम नआउने घरको टाइम नआउने त्यस्तो कारण चाहिँ म आज बल्ल भान्जाको भेट भयो भान्जाको भेट भएर बल्ल काम चाहिँ भान्जाको काम चाहिँ गर्ने भनेर भान्जाको कामहरू हेर्नै गर्ने अनि भान्जा कमाइ कति अनि कति घन्टा खट्नुपर्छ त्यही सबैजनाले भिडियो अन्तिम हेर्नु होला है त फाइनली हामी चाहिँ जोरङ्गोमा आइपुगेछौँ अब जोरङ्गोमा
भाइले चाहिँ गाडी हाल्दैछ भित्र ट्रिपमा। अनि यहाँबाट कार्टुन हाल्ने चाहिँ भन्नु चाहिँ कबाडीको कार्टुन रहेछ काम भन्दा चाहिँ कबाडीको चाहिँ भित्र यहाँबाट चाहिँ कार्टुन हाल्नेछौँ हामी सबैजना मिलेर 3 जना मिलेर। काम चाहिँ यही भन्छ काम यही कार्टुन हाल्ने हो ए ल ठिकै छ जे होस् ठिकै छ भन्छ है। सरलग हालौँला 3 जना मिलेर म नि आज हाल्ने हेल्प बनाइदिन्छौँ। कति भन्छ काम गरेको त्यसमा? भइसक्यो म 1 वर्ष बढी भइसक्यो। खलासी हानेको त भयो 2 भन्छ। अनि ड्राइभर भएको चाहिँ कति भयो? लाइसेन्स झिकेको चाहिँ कति भयो भन्छ तिमीले? लाइसेन्स झिकेको भयो कति 1 वर्ष गाडी चलाउनु 2 वर्ष भइसक्यो। म त लाइसेन्स त विश्वास भएन ठिक छ। सानो उमेर भन्दा चाहिँ लाइसेन्स झिकेर अब खासै बिलिभ पनि नगरेको छ होइन अर्को सबहरूले। अनि प्लस यहाँ भान्जासँग काम गर्ने पहिलाको ड्राइभरहरूले भान्जा साथीहरू भनौँ न है आफ्नो साथीहरूले पनि बिलिभ नगरेको रहेछ भान्जालाई गाडी चलाउन आएन भनेर। तर जे होस् भन्छ आफूले गरेर देखाए है ठिक छ। भन्छ कमाइ चाहिँ भन्दै छ कति हो कमाइ अब हुन्छ मलाई यस्तो काम हेरी हुन्छ क्या अब काम गर्नु पर्यो होइन। अब बिहान 4:30 उठेर अब सधैँ अब हाल्नु सक्यो भने हुन्छ कि त्यही हो। महिनामा 1 बच्छ भनौँ न। ए भनेपछि महिना भन्छ 1.5 लाख जति त हुन्छ है 1.5 लाख 2 लाख त बच्छ खान्छ है हुन्छ ल। तर ठिक छ बस्दैन काठमाडौँ महँगी छ नि त काठमाडौँ महँगी छ। ठिक छ भन्छ। अब दुःख त गर्नुपर्छ होइन। महिनाको यतै नै बसेर 1 लाख रुपियाँ बच्छ भने त विदेश किन जानु पऱ्यो। अनि भाइले पनि काम गरेको कति भयो यहाँ आएको कति भयो तिमी? महँगो भयो कति महिना भएन के भयो? भएन भएको छैन। ल अब राम्रोसँग काम सिक भान्जा जस्तै ड्राइभर पर्फेक्ट के अरे पर्फेक्ट ड्राइभर बन होइन। तिमीमा हो यस्तो हाल्नु यस्तो राख्नुपर्छ कि आफूसँग मनमा एउटा हुटी बोकेर हिँड्नुपर्छ कि केटा मान्छे हुँदैन होइन भन्छ। दुःख गर्नुपर्छ के छैन भने दुःख छ भन्छ है जानुपर्छ गाह्रो छ। यसरी छ भन्छ काम चाहिँ ठक्क फाल्ने होइन। अनि म पनि हेल्प गर्नेछु अब केही छैन भाइहरूले। कामहरू चाहिँ अब फोहोरहरू त हुन्छ नै होइन। तर कमाइ पनि फेरि यस्तोमा छ बढी। मान्छेले अब महिनामा 10,000 12,000 होइन महिनाभरि काम गरेर गर्छ भने। तर यहाँ भान्जा पनि फेरि भान्जा 1 किलो फालेको कति आउँछ यहाँ किलोको? केजीको त्यो 1 रुपियाँ हो कि केजीको भन्छ 2 किलो भन्छ 1 रुपियाँ हो। दुई केजी फालेको 1 रुपियाँ हो। ए भनेपछि भान्जा चाहिँ यो कार्टुन 100 किलोमा गाडीमा फाल्यो भने चाहिँ 50 रुपियाँ चाहिँ आउँदछ भन्दालाई होइन भन्छ। ल ठिक छ। अनि यो के हो खास त्यो पनि फालिदियो होइन यो ए ट्याक्क लगाएर त्यो पुरै पानी हालेर फालेको पानी हाल्छ क्या काट्नु मात्रै 700-800 जान्छ नि त मामा 700-800 किलो जान्छ नि त। यहाँ कार्टुन चाहिँ 700-800 1000 जाँदो रहेछ गाडीमा चाहिँ। त्यति हालेको चाहिँ अब 1000 किलो हाल्यो भने चाहिँ 500 रुपियाँ एक टिममै कमाउँछ चाहिँ होइन। अब जोस् कमाइ ठिकै रहेछ रहेछ होइन एकदमै। अनि ट्याक्क लगाएर ल अब ल दुःख गर के गर्ने दुःख नगरेर सुख हुँदैन भन्छ। यो कापी छुट्टै यो किताब छुट्दैन भन्दै हो ए भन्छ। यो कपी यो किताब यो कार्टुन छुट्टै होइन सबै फरक रहेछ। ल ठिक छ एकदमै। ए यस्तो अब यहाँ चाहिँ जे पनि छुट्टै पैसा के कपीको छुट्टै पैसा अनि किताबको छुट्टै पैसा कार्टुनको छुट्टै होइन। अनि फलामको छुट्टै रेट अनि एल्युमिनियमको छुट्टै बोतलको छुट्टै बियरको बोतलहरू पनि छुट्टै के योनिसको टमाको पनि छुट्टै बियरको बोतलको छुट्टै रेट अनि कार्टुनको। अनि यहाँ फलामहरू पनि टन्नै छ यहाँ त टन्नै छ फलामहरू पनि। अनि
ट्याक्क लगाएर एकदमै तर यो नेपालीहरूलाई के पनि थाहा छैन कि यहाँ यति पैसा छ कबाडीमा यति पैसा छ कि होइन यहीँ करोडौँ कमाउँछ यहाँ मधेसीहरूले यहाँ चाहिँ अब नेपाली चाहिँ यस्तो फेरि भान्जाहरू चाहिँ ट्याक्क लगाएर बोकेर जाने भान्जा चाहिँ यसरी टक्क सामान टक्क ट्याक्क लगाएर बास त्यसरी नै मिलाइ टक्क लगाएर होइन 1000 किलो त भन्छ के भान्जा के जान्छ होला है 1000 किलो 1000 किलो 1000 किलो यहाँ टिम गऱ्यो भने चाहिँ भान्जाले चाहिँ एक टिममा 500 कमाउँछ किलो दिनमा 4-5 टिम गऱ्यो भने त 2000 पैसा कमायो प्लस अनि त्यो दिनको एक्स्ट्रा पैसा प्लस अनि स्यालेरी छुट्टै ठिक छ एकदमै ल भान्जा चाहिँ टक्क मिलाएको छ अब चाहिँ आधा भर्ला है अब चाहिँ पुरै माथि फुल चाहिँ भरेर जानु छ एकदमै ठिक छ यताबाट चाहिँ हजुर 2 टाकाले पुग्दैन हजुर 2 टाकाले पुग्दैन मावाला है ठिक छ मावा चाहिँ बोल्दैछ है भयो भन्छ भयो फाइनली गाइज हामी चाहिँ अब भर्यो है गाडी भर्यो अब चाहिँ हामी सक्यौँ काम हाम्रो एक्टिभ भान्जाले यहाँमा लगभग 400-500 जति कमायो पैसा भान्जा कार्टुन बोकेर यता हेर्दा भन्छ बडी बन्यो क्या भनेर भान्जा नि बडी सडी बनेछ भन्छ नि बास होइन हो क्या भन्छ अनि तर काम चाहिँ एकदमै तर ठिकै छ काम धेरै गाह्रो होइन काम है मेरो यस्तो फोहोर भएको छ यार लुगा यस्तो फोहोर भयो तर काम चाहिँ फोहोर हो तर पैसा चाहिँ नयाँ आएको पैसा है होइन भन्छ बैङ्कबाट नयाँ खटखटी आउँछ नयाँ खटखटी आउँछ अनि ट्याक्क लगाएर गाडी भर्यो यो चाहिँ भन्छ यो खस्छ दोकान चाहिँ भनेर भन्छ यो ए माल खस्छ भनेर है ल माल खस्छ भनेर म चाहिँ यहाँबाट हाल्छ है ल ठिक छ ए यो छोपेर लानुपर्छ अरे ट्राफिकले समाउँछ अरे होइन अनि अब यो भित्र टक्क लगाएर भान्जाले बाँधेर डोली चढा जस्तो लाग्छ यसलाई होइन भन्छ ट्राफिक नियम पालना गर्नु पर्यो नि त गर्नु पऱ्यो पालना गर्नुपर्छ ट्राफिकको नियमहरू त होइन अनि अब यति सकेर चाहिँ अब यहाँबाट चाहिँ हामी सामान जोगाउन जानेछौँ अनि झार्ने छौँ है यहाँबाट कति टिप भयो भन्छ अहिले बिहान र अहिले गएर 2 टिप हो 2 टिप हो ल 2 टिप भन्छ 2 टिपमा चाहिँ थोरै पनि 800-900 कमाउँछ 1000सम्म कमाउँछ 2 टिपमा चाहिँ त्यो चाहिँ एक्स्ट्रा पैसा अनि 1000 कमाइसक्यो भन्छ अनि के तिम्रो कति भन्छ कि स्यालेरी चाहिँ मेरो यस्तो हो हाम्रो चाहिँ यस्तो हुन्छ के अरे त्यो स्यालेरी ड्राइभरलाई चाहिँ छुट्टै हुन्छ नि त ड्राइभरको चाहिँ छुट्टै छ ए 25,000 छ त्यसपछि केजी सिस्टम हो कि केजी सिस्टम मन्थली चाहिँ स्यालेरी सबै गऱ्यो भने 25,000 अनि भान्जाले काम गरेर दिनमा 5-6 भान्जा हान्छ है हान्छ नि 7-8 टिपै हान्छ एकदमै खटेरै
4 बजे उठेर गऱ्यो भने चाहिँ 60 भन्छ त्यो गऱ्यो भने 3500 3000 कमाउँछ दिनमै एक्स्ट्रा पैसा बाहिरको बिहानभरि यहाँ यो मात्र गरेर अहिले जम्मा 2 टिप गर्दा त 1000 रुपियाँ कमाउँछ अब तपाईहरु खाना खाएर स्यालेरी छुट्टै आउँछ भनेको ठिकै छ काम त गर्नुपर्छ दुःख पनि छ नि यसमा हैन भन्छ भान्जाले गरेको स्ट्रगल पनि धेरै भयो नि त स्ट्रगलहरू अनि अब खलासी भएर दुःख गरेर हैन खलासी गरेर अरूलाई के रे अरूलाई रिक्वेस्ट गरेर गाडी सिकेर हैन यो ठाउँमा आउनु धेरै राम्रो भन्छ अब चाहिँ हामी यहाँबाट भन्छ हामी यो जोख्नु चाहिँ कहाँ जानुपर्छ बालाजु जानु चाहिँ त्यसको लागि चाहिँ बालाजुमा पुग्नेछौँ अन्त त बालाजुमा झार्ने सामान बालाजु होइन उता लाने टोखा लाने हो जोख्ने चाहिँ बालाजु ल जोख्ने चाहिँ बालाजु तर यहाँ चाहिँ घाम चाहिँ पोल्ने रहेछ आउँदा है यस्तो गाह्रो भयो तर धेरै गाह्रो त होइन ठिकै छ रमाइलो पनि भयो रमाइलो पनि छ जो ठिकै छ हामी चाहिँ यहाँबाट सामान भरेर चाहिँ हामी गइहाल्यौँ क्यारे त झरनाको चिसो पानी रमाइलो छ हामीलाई चाहिँ एकदमै होइन भन्छ दुःख पनि छ रमाइलो पनि छ होइन सबै जात छ है घाम लाग्यो घमाइलो भान्जा भेटेपछि भयो रमाइलो हल्का रमाइलो ट्याक्क लगाएर हामी चाहिँ यो चोक आइपुग्यो है हामी चाहिँ जोरुङको पुल आइपुगेछौँ फर्केर सामान ट्याक लगाएर चाहिँ गरेर अलिक भान्जा चाहिँ फेरि उताबाट गाडी आएको छ भान्जा के अरे फेरि बाइक आएको छ फेरि भान्जाले पनि भ्याक्क हान्दैन भन्छ अरे चाकमा हान्दैन है धन्य लाग्यो भने फेरि भान्जाको लाएर एक्सिडेन्ट हो त यार अन्त अरे राम्री त तिमी राम्री मैया मलाई किन गालो पर्यो हे कोहरो मन किन रुन्छ खै तिमीलाई भेटे माफ गर भुल भए ट्यापै टिपी लैजान्थे मायालाई डालीको फुल भए स्कुल आधार खोले चाहिँ यताबाट जाँदैन हुन्छ जहाँबाट किन त ए भन्छ हामी यताबाट गयो भन्छ उता के अरे ढोलमल किन्नु निस्किने बालाजु ए नत्र यहाँबाट गयो भने ढोल निस्किँदैन ए फिल्म हल उता अस्ने हल अस्ने आएन अष्टनारायण नै हो क्या हो अष्टनारायण त्यो त गोपी चल्नु छ गोपी चल्नु नि चाबेको त ए हुन्छ निस्किन जाने फाइनली सिधा बालाजु जाने बालाजुबाट बालाजु काटा गरेर गाडी जोखेर सिङपुर जाने झार्ने हो त्यहाँ चाहिँ झार्ने ठाउँ हो राम्रोकोमा चाहिँ झार्न छोडिदिएको क्या अहिले राम्रोकोमा ए त्यहाँ चाहिँ किन झार्नु छ छोड्या त धेरै काटेको यस्तो मेहनत गरिरहेको छ होइन धेरै ए
के काठमाडौँमा पानी परेको भन्छ आज पनि पानी छन् धेरै यार ऐनाहरूले मुद्यो कि पानी हाल्नु थाहा भने चाहिँ लस्टै गना जति भयो लस्टै गना रहेछ हाबी ल ल ल ल ल ल ल ल ल ए हो भन्छ यार गडाङ गुडुङ है अब हुन्छ होला भन्छ अब बन्छ होला नि त है यहाँ भर्खर घर बन्दा छ टक्क लगाएर चाहिँ रमाइलो पनि छ जोस् जानुपर्छ कि हो जाम क्या भन्छ पहिला त बोकेँ भन्छ मैले तिन महिना पुगेँ मैले नि पुगेँ मैले नि इटा पुग्यो होइन इटा पुग्यो होटलमा गएर भाडा माछियो त्यसपछि अब प्लास्टरको काम नि गऱ्यो होइन सब काम गऱ्यो मामा है म पनि भन्छ म पनि बनाएँ होइन मोमोसँग कुक पनि बन्यो है धेरै गऱ्यो भन्छ जस्तो गरेर अब अन्त्यमा आएर ड्राइभर म माइलो मोटर चलाउँदै हेर्न कान्छी मैले कसलाई बोलाउँदै ड्राइभर म माइलो मोटर चलाउँदै हेर्न सुमन भान्जालाई कसले बोलाउँदै तरुणीले हो कि गुरु तरुणीले हो कि होइन हेर्न गुरु कसले बोलाउँदै अहिले हामी चाहिँ अब कार्टुन बोकेर पनि अनि ल्याएर झारेर पनि सकिसक्यौँ हामी 520 यसो बिल चाहिँ बिल आउँदैछ यस्तो ट्याक्क लगाएर होइन अनि अहिलेको 550 50 हो कि 5 हो कि 550 अनि अहिले कति 580 बिहानको 80 अहिलेको 50 5 रुपियाँ काट्छ 80मा होइन त 5 किलो काटेछ ठिक छ अब पैसा आयो पैसा यही हो यो हराउनु यो हरायो पैसा हराएन भने पैसा हरायो ठिकै छ सबैजनाले भिडियो हेरेर कमेन्ट गरिदिनु होला अनि कोही मान्छे नयाँ हुन्छ भने चाहिँ सब्सक्राइब पनि गरिदिनु होला अहिले त गाइस हेलो नमस्ते सबैजनालाई सुजित गुरुङकोमा के अरे युट्युब च्यानलमा सुजित गुरुङ 999 मा लाइक कमेन्ट सेयर गरिदिनु होला सबैजनाले धन्यवाद भिडियो मन परेमा सबैजना सेयर गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला ओके कमेन्ट गर्नु होला बिस्तारै आउँछ सबै भिडियोहरू बाइ बाइ गाइस नेक्स्ट भिडियो आउनेछौँ है